भाषामा नेपाल भाषा मात्रैबाट बुझ्नुहुन्न तपाईँहरू सबैले भनेर मैले के गर्छु त अङ्ग्रेजी नेपाली नेपाल भाषा तीनवटा भाषाबाटै पढाउँछु सधैँ होइन तीनैवटा भाषाबाट बुझाइदिन्छु नेपाल भाषाबाट तपाईँहरूले बुझ्नुहुन्न भनेर मैले तीनैवटा भाषाबाट तपाईँहरूलाई सिकाउँछु किनकि तपाईँले हिन्दी बोल्ने होइन मुस्लिम हिन्दी पाकिस्तानी को छ तपाईँहरू अब बङ्गलादेश मैथली हरेक भाषा भएकोले मैले तीनैवटा भाषाबाट तपाईँहरूलाई बुझाउनु खोज्छु हामीले सबैभन्दा पहिले नमस्ते भनेको के त जो लप्पा नमस्ते भनेको के हो जो लप्पा भने कसलाई गर्ने त आफूभन्दा ठुलोलाई सानोलाई सबैलाई हामी के त नमस्ते भनेको गर्नुपर्छ अब त्यसै गरिकन वेलकम भनेको केबाट त इङ्ग्लिसबाट वेलकम धाल्छु इङ्ग्लिस अनि स्वागतम धाल्छु के नेपाली अनि लस्कुस धाल्छु के नेपाल भाषा वेलकम अब त्यहाँ कोही पनि आउनुभयो भने तपाईँलाई हाम्रो कक्षामा स्वागत छ भन्नेलाई छिट जिमिगु टगिले लसकुस डु लसकुस भनेको वेलकम भनेको आउनुहोस् भनेर आई एम सरी क्लासमा ढिला भयो भने मिस आई एम सरी इङ्ग्लिसबाट भन्नुपर्ने नेपालीबाट माफ गरिदिनु नेपाल भाषाबाट के भन्नुहुन्छ त माफ याना दिसा मिस आज मलाई ढिला भयो मलाई माफ गरिदिनु हुन्छ नेपाल भाषा मिस जित ठाउँ कक्षा वेको टगिले वेको लिपलाट ओके माफ याना दिसा अनि दिसा भनिसकेपछि आउट भन्नु पर्यो मैले होइन सरी त माग्यो नि सरी मागेपछि माफ त गर्नु पर्यो अनि त्यसपछि प्लिज कम प्लिज आउनुहोस् माफी माग्नु भयो अनि भित्र आउनुहोस् नेपालीबाट के त भित्र आउनुहोस् अनि नेपाल भाषाबाट के त दुनिया चाहन्छ नेपाल भाषाबाट के हो दुनिया चाहन्छ भनेको आउनुहोस् अब माफी मागिसकेपछि हामीले माफी मागेकोलाई के गर्नु पर्यो त फेरि सजाय दिने हो त होइन त्यसलाई मानेर दुनिया चाहन्छ भनेर भित्र आउनुहोस् अनि बस्नुहोस् भन्नेलाई फेट्ना सिस र अरू के छ त यसमा थ्याङ्क यू अनि तपाईँले के भन्नुहुन्छ त थ्याङ्क यू इङ्ग्लिसमा थ्याङ्क यू भन्नुहुन्छ नेपालीमा धन्यवाद अनि नेपाल भाषामा शुभया होइन त तपाईँले के भन्नुभयो त मैले बस्नुहोस् भनेकोले ढिला आएर पनि भित्र आउनुहोस् माफ माग्नुभयो माफ गरिदिएँ अनि त्यसपछि तपाईँले धन्यवाद मिस भन्नुभयो बुझ्नुभयो कि बुझेको छैन